Welcome dear friends, welcome to my channel, Informal Education channel. Today we are going to read something about in English grammar. We are going to read about parts of speech. Okay, welcome Vijay, welcome to my channel. Okay, आज हामी पढ्न गइरहेका छौँ पार्ट्स अफ स्पीच को बारेमा। त तिमीलाई आइडिया छ बेसिकली व्हाट इज पार्ट्स अफ स्पीच? Yes, sir. There are 8 types of speech. हैन, किन भनिन्छ होला पार्ट्स अफ स्पीच किन भनिन्छ? किनभने मैले अघि पनि भने जेनरली हामी कुराकानी गर्दाखेरि चाहिँ जुन बोलचाल गर्छौँ नि, हामी कसैसँग कुरा गर्छौँ या जति पनि हाम्रो कुराकानीको सन्दर्भ छ त्यसमा जेनरली पार्ट्स अफ स्पीच त्यसैको भागहरूलाई, त्यसमा जुन वर्डहरू शब्दहरू जुन प्रयोग गर्छौँ हामी तिनीहरूलाई नै पार्ट्स अफ स्पीच भनिन्छ। हैन, जेनरली हाउ मेनी पार्ट्स अफ स्पीच आर देयर? There are 8 types of parts of speech. There are 8 parts of speech. 8 वटा भागमा त्यसलाई वर्गीकरण गर्न सकिन्छ, डिभाइड गर्न सकिन्छ। आर्टिकल बाहेक, आर्टिकल अ एन्ड द आउँदैन त्यसमा, अ एन्ड द पार्ट्स अफ स्पीचमा आउँदैन। तर त्यो भन्दा बाहेक कतिवटा भागमा 8 वटा भागमा हामी डिभाइड गर्न सक्छौँ। र व्हाट आर दे? Noun, नाउन, pronoun, pronoun, adjective, adjective, verb, verb, adverb, adverb, preposition, position, conjunction, conjunction, and finally interjection. interjection. अब यिनीहरू नै 8 वटा पार्ट्स अफ स्पीच हो। कुराकानी गर्दाखेरि जेनरली यही 8 वटा शब्दहरू जुन छ, यो 8 किसिमको शब्दहरू हाम्रो कुराकानीमा हुन्छ। त सुरुवात केबाट गर्ने हामी? Noun. नाउनबाट। नाउन भनेको के हो? कला भनिन्छ नाउन। Noun is the naming word. नाउन इज द नेमिङ वर्ड पनि भन्न सकिन्छ, अथवा जेनरली बेसिक क्लासमा पढ्दाखेरि हामी के पढ्छौँ? नाउन भनेको के हो? Noun is the name of person, place, animals, or things are called noun. नाउन इज द नेम अफ पर्सन, प्लेस, एनिमल और अ थिङ। पर्सनको पनि, कुनै व्यक्तिको पनि नाम नाउन हो। प्लेसको पनि नाम नाउन हो। प्लेस जस्तै विराटनगर, भारत, राजविराज यिनीहरू सबै नाउन हो। एनिमल भन्नाले त्यसमा एनिमल पनि आउँछ, बर्ड्स पनि आउँछ, प्लान्ट्स पनि आउँछ। एनिमल्स, क्याट, डग यिनीहरू पनि नाउन हो। र भन्नाले जति पनि नामहरू छ संसारमा, जति पनि चिजको, चाहे एनिमल्स होस्, प्लान्ट्स होस्, बर्ड्स होस् या थिङ होस्, थिङ भन्नाले चिजहरू, चाहे त्यो इलेक्ट्रोनिक चिज होस्, चाहे कुनै पनि किसिमको थिङहरू, चाहे यो क्लोथ, डस्टर, मार्कर, बोतल, जति पनि किसिमको सामानहरू छ सबै के हो? नाउन हो। ऑल दिस थिङ आर नाउन। नाउन इज द नेमिङ वर्ड। नाम दिने काम नै नाउनले गर्छ। यो ब्रह्माण्डमा जति पनि चिज छ, पृथ्वी मात्रै नभनौँ, यो पुरा ब्रह्माण्डमा जस्तै स्टारहरू छ, मुन छ, सूर्य छ, जति पनि चिजको नाम छ त्यो सबै के हो? नाउन। र नाउनलाई बेसिकली कति भागमा डिभाइड गर्न सकिन्छ? नाउन क्यान बी डिभाइड इन्टु 5 टाइप्स। के हो तिनीहरू? Proper noun. अरे मतलब common noun. Proper noun. कमन नाउन, प्रपर नाउन, अनि abstract noun, Abstract noun, materials noun, material noun, and collective noun. collective noun। यिनीहरू 5 टाइपको नाउनहरू हो, 5 टाइप्स अफ नाउन। त सबभन्दा पहिले कमन नाउन र प्रपर नाउनमा के फरक छ? व्हाट इज द डिफरेन्स बिट्विन कमन नाउन एन्ड प्रपर नाउन? Common noun भनेको साधारण, जस्तै कुनै केही छ, भिलेज, गाउँ, अरू केही सिटी, टाउन। अब proper noun भनेको तोकिए दिएको छ, जस्तै केहीको सिटीको नाउँ तोकिदिएको छ, राजविहार। कुनै प्रपर जुन पर्टिकुलर कुराको बारेमा कुरा गर्छौ,
जस्तै विजयको बारेमा कुरा गर्छौँ भने हामीलाई थाहा छ विजय मण्डल भनेको यो केटा हो, तोकिदियो हैन, त्यसलाई प्रपर नाउन भनिन्छ हैन। तर बोय बोय भनेको जेनरली कुनै पनि बोय हुन सक्छ, बोय भनेको कमन नाउन हो। त बोय भनेको हामीलाई तोकेको छैन, त यो भनेको कमन नाउन हो। तर विजय भनेको के हो? प्रपर नाउन हो। जस्तै गर्ल भनेको के हो? गर्ल भनेको कमन नाउन हो। र सीता भनेको के हो? प्रपर नाउन, किनभने सीता भनेको त एउटै केटी छ, सीता कुनै केटी छ, खास केटी। जस्तै टाउन भनेको के हो? कमन। तर जब तोकिदिन्छौ, राजविराज भनिदिन्छु तब प्रपर। बुक भनेको के हो? कमन नाउन। तर इंग्लिश बुक भनेको के हो? इंग्लिश बुक भनेको प्रपर नाउन। सिनेमा भनेको के हो? सिनेमा भनेको कुनै पनि सिनेमा हुन सक्छ। तर जस्तै धुम धुम 2 धुम 2 गरिदियो भने त्यो प्रपर नाउन हो, त्यो त फिक्स सिनेमाको नाम हो हैन। पर्टिकुलर कुनैको बारेमा गफ गर्छौ भने त्यो प्रपर हो। प्रपर भनेको प्रपर कुनै, फिक्स कुनै, पर्टिकुलर कुनै। कमन भनेको जेनरल, कुनै पनि। बोय भनेको जेनरल केटा। संसारमा त धेरै केटा छ, धेरै सिटी छ, धेरै टाउन छ हैन। त जेनरल भनेको कमन नाउन र फिक्स भनेको प्रपर नाउन। त्यस्तै एब्स्ट्र्याक्ट नाउन भनेको कसलाई भनिन्छ? एब्स्ट्र्याक्ट नाउन जस्तै हामी फिल गर्न मात्रै सक्छौँ। फिल गर्न मात्रै सक्छौँ। जस्तै कि सुखी दुखी ह्याप्पी, त्यस्तै कुराहरू। जस्तै पोभर्टी 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 भनेको गरिबी। गरिबी महसुस गर्न सक्छौँ हैन, महसुस गर्न सक्छौँ, सुन्न सक्दैन, पोभर्टी। जस्तै अनेस्टी 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 भनेको इमानदारी हैन। त यिनीहरू पोभर्टी, अनेस्टी हैन, यिनीहरू भनेको एब्स्ट्र्याक्ट नाउन हो, जसलाई महसुस मात्रै गर्न सक्छौँ। मटेरियल नाउन भनेको मटेरियल भनेको नेपालीमा यसलाई भनिन्छ द्रव्यवाचक। द्रव्यवाचक भनेको जुनबाट अरू चिजहरू बन्छ, कुनै चिज बन्छ। जस्तै वुडबाट यो फर्निचर बन्यो हैन, त्यस्तै मेटलबाट कुनै चिज बन्छ हैन, मिल्कबाट टी बन्छ, वाटरबाट पनि कुनै चिज बन्छ। मेटेरियलहरू जति पनि तत्त्वहरू छ, पदार्थहरू छ, जस्तै अक्सिजन हैन, जति पनि मेटेरियलहरू, सुगर, जति पनि मेटेरियलहरू छ, तत्त्वहरू छ, तिनीहरूलाई जस्तै आइरन, गोल्ड, अक्सिजन, मिल्क, वाटर, जतिबाट चिजहरू अरू चिज बनाउन सक्छौँ या मेटेरियलहरू, तत्त्वहरू जति पनि छ, तिनीहरूलाई मेटेरियल नाउन भनिन्छ। र कलेक्टिभ नाउन भनेको कलेक्टिभ नाउन भनेको समूहवाचक, समूह देखाउने, ग्रुप देखाउने। जस्तै ग्रुप भन्नाले कस्तोलाई ग्रुप भनिन्छ? कुनै देशको फौजहरू हुन्छ, सेनाहरूको हुन्छ नि, त्यसलाई नै भन्छ ग्रुप। कि हामी केही ग्रुप बनाएर केही गर्छौँ, त्यसलाई भन्छ कलेक्टिभ। कलेक्टिभ नाउन भनेको जस्तै इन्डिभिजुअल एउटा एउटा देखायो भने त्यो सिंगल सिंगल भयो। कलेक्टिभ नाउन भनेको एकैचोटि ग्रुप देखायो। बन्च अफ कीज, बन्च अफ कीज, यो चाबीको गुच्छा भयो। चाबीको गुच्छा, अब यसले चाबीको गुच्छा देखाइरहेछ। हर्ड अफ क्याटल, हर्ड अफ क्याटल भन्नाले गाई वस्तु, क्याटल भनेको गाई वस्तुहरू, गाई वस्तुको बथान, यसलाई भनिन्छ गाई वस्तुको बथान। त बथान भनेको एकैचोटि एउटा गाईलाई देखाउँदैन, दुईटा गाईलाई देखाउँछ, एकैचोटि ग्रुपलाई देखाउँछ। त कुनै पनि चिज जसले ग्रुपलाई देखाउँछ त्यसलाई कलेक्टिभ नाउन भनिन्छ। कलेक्सन, कलेक्सनलाई देखाउँछ। जस्तै फ्लक अफ बर्ड्स, फ्लक अफ बर्ड्स, त फ्लकले पनि ग्रुपलाई देखाउँछ। यिनीहरू जति पनि चिज जसले ग्रुपलाई देखाउँछ यसलाई के भनिन्छ? कलेक्टिभ नाउन। त यो टाइप्स अफ नाउन भयो। त अहिलेलाई यो टाइप्स अफ नाउनलाई एउटा भिडियोमा राखौँ हामी, र पार्ट 2 मा हामी प्रोनाउनदेखि सुरु गर्छौँ। लगत्तै यसको पार्ट 2 पनि सुरु गर्छौँ। त यो जुन छ आजलाई यति पार्ट्स टाइप्स अफ नाउनको
एउटा भिडियो राखौँ। कस्तो लाग्यो तपाईँहरूलाई लाइक शेयर एन्ड सब्सक्राइब गर्नु होला, कमेन्ट गर्नु होला। र अर्को भिडियो हामी जस्ट लगत्तै हामी सुरु गर्छौँ प्रनाउनबाट।